हेलो नमस्ते एन्ड जय श्रीराम। हजुर सबैलाई स्वागत छ मेरो एउटा भिडियोमा। र अहिले चाहिँ हामी बिहानको 6:30 हुँदैछ र BMW पनि बाटामा छ र BMW पनि दुईजना बसेका छन्। किन बसेका भन्दाखेरि हामी जाँदैछौँ अहिले। कहाँ जान्छौँ? बजार सब्जी बजार गर्न, किनकि भोलि छ स्वस्थानीको साङ्गे। र हामी चाहिँ बिहानै जाँदैछौँ। बिहानै किन गएको भन्दाखेरि जुन व्यापारीले ल्याउने सब्जी छन् ती हामीहरूले त्यही दाममा भेट्छौँ। त्यही लागि हामी अब जाँदैछौँ बजार। हाम्रो सोमबार होम टाउन बजार लाग्छ, हप्ता विकली मार्केट। त्यही जाँदैछौँ हामीहरू। र किनकि त्यहाँ अब जुन व्यापारीले सब्जी ल्याउँछन् त्यही सब्जी हामीहरू ल्याउँछौँ त्यही दाममा। बाई सरी, जाँदैछौँ हामीहरू। उहाँ पनि देखाउँछु नि त तपाईँलाई म। अहिले हाम्रो यो होम टाउन चाहिँ अहिले पुरा खाली छ। मान्छे छैन, एकदमै छैन नि, देख्न सक्नुहुन्छ पुरा खाली छ। हामी जाँदैछौँ अगाडि। र गाइस अहिले चाहिँ फाइनली हामीहरू आइपुग्यौँ हो। बजार छिर्दैछौँ, यता जाँदैछौँ बजार। र फाइनली गाइस हामी चाहिँ आइपुग्यौँ होइन यहाँ बजार। अब यहाँ चाहिँ अब यसै चाहिँ हाम्रो गाई गोरु बाख्रा पाठो बजार लाग्छ है। तर आज माने बिहान जहिले यसरी सब्जी बजार लाग्छ। र यो चाहिँ के हो भन्दाखेरि व्यापारीहरू बेच्ने पनि व्यापारी, किन्ने पनि व्यापारी, त्यसका हो आज। माने यहाँबाट लगेर अब जताततै बसेर बेच्छन् उनीहरू अब होम टाउनहरूमा। र अब आज चाहिँ हाम्रो यहाँ छिटै आएको कारण के भन्दाखेरि उनीहरूले बेच्ने दाममै हामी किनेर लान्छौँ। त्यो टाइपको बुझ्नु, त्यो टाइपको छ। र हामी अहिले हेर्दैछौँ यहाँ छन् आलुका बस्ता माने यहाँ चाहिँ अब 1-2 केजी बेच्दैनन्। बेच्यो भने पुरा बस्ता बोत्तै एकदम बेच्छन् यहाँ। यस्तो टाइपले सबजना किनेर बेच्ने। हजुर अब यहाँ आलु किन्छन्, आलु, धनिया, मुठा कति अरे? 8 रुपियाँ। 5 टाका गरी दिइदियो। हेर्न सक्नुहुन्छ गाइस, यहाँ मान्छेको भिड पनि कति छ अहिले बिहानै। भाइ साहब यता घाम भर्खर निस्किँदैछ। यस्तो बढिया छ सिन के बढिया भन्नु। यहाँ यसै त गाई गोरु बजार। गाइस म भिडियो बनाउँदै थिएँ होइन, उनीहरू कहाँ हराए गाइस, भेटेको छैन। कता गए टमाटर कहाँ ज्यादा हुन्छ। र टमाटर लिइसकेको छ, अरू लिँदैछ। यो कति केजी? 17 केजी। 17 त लगभग बजार भइसकेको छ होइन। र म चाहिँ आफ्नो BMW यता लिएर आउँछु, किनकि सामान उठाउनु परेन। थोडी देर और ठहर जा। कताबाट छिराउँ यतैबाट स्वाट्टै लिएर जान्छु। स्वाट्टै कस्तो हँध्यारो पो भएछ। सिधै लिएर जान्छु। हरन पनि बजाउँदैन। एउटा हातमा मोबाइल छ, पुगेर पनि छ। साइड के लाउडा सो फाइनली गाइस यहाँ पुरै बजार भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ मेरो BMW कसरी भरिएको छ, पुरा भरिसकेको छ। अनि आलुदेखिबाट लिएर, कोपीदेखिबाट लिएर, खोर्सानीदेखिबाट लिएर, बिलाईदेखिबाट लिएर, धनियाँदेखिबाट लिएर, अदुवादेखिबाट लिएर सबै थोक यहाँ पर बजार भइसकेको छ। यहाँ मटर छ। र गाइस पुरै बजार भइसक्यो। अब जाने हो घर। के अरू केही छ? के लाउ लिन बिस्कुट। कस्तो ठुलो कन्टेन्ट भयो।